はい、はじめまして。お元気ですか？はい, 元気です。सबै सन्चै हुनुहुन्छ? आज चाहिँ हामी यो मिन्नानो निहोन्गोको लेसन 1 को ग्रामरको बारेमा हामी पढ्नेछौँ। यसमा मेन भनेको पार्टिकल भनेको तीन चारवटा जति हुन्छ। वा पार्टिकल, नो पार्टिकल, मो पार्टिकल र यो का पार्टिकल चाहिँ होइन। यो चाहिँ क्वेशन गर्दाखेरि मात्र हुने, प्रश्न गर्दा चाहिँ यो का पार्टिकल चाहिँ होइन। यसलाई मैले त्यही पनि बुझाउन लागि तपाईहरुलाई बुझाइदिन्छु म एकछिनमा। का चाहिँ पार्टिकल होइन। पार्टिकल चाहिँ यो वा, नो र मो पार्टिकल हो है। यो वा भनेको चाहिँ हुन्छ, नो भनेको चाहिँ को। यो को भनेको चाहिँ फेरि जस्तो कि क्वेशन नसोच्नु होला है। जस्तो त्यो मान्छे को हो, यस्तो को होइन। यसको को भनेको अर्कै छुट्टै नै हुन्छ। यो को भनेको यो क्वेशन गर्दाखेरिको त्यो त्यस्तो को होइन। अनि मो भनेको पनि। र हामी सुरुमा पढ्नेछौँ वा पार्टिकल। वा पार्टिकल भनेको लेख्दा हा लेखिदा पनि यसको उच्चारण चाहिँ वा हुन्छ। यसको अर्थ चाहिँ हुन्छ। हामी लेख्दा चाहिँ यसलाई हा लेख्छौँ किनकि हामीले हिरागानामा यसलाई हा पढेका छौँ। यसलाई हा लेखे पनि हामी यसलाई उयो पार्टिकलमा युज गर्दाखेरि यसलाई हामी सधैँ वा भनेर पढ्छौँ। र यसको अर्थ सधैँ हजुरले बुझ्नुस् कि यो जहाँ जहाँनिर वा पार्टिकल आउँछ त्यहाँ त्यहाँ यसको अर्थ चाहिँ हुन्छ। चाहिँ है, चाहिँ हुन्छ यसको अर्थ। अब जस्तो कि अब म यहाँ यो इक्जाम्पल हेरौँ, रे हेरौँ। जस्तो कि वातासी वा गाक्कुसेई देश। वातासी वा गाक्कुसेई देश। यो वातासी भनेको चाहिँ म भइहाल्यो हैन। अनि वा त्यो यहाँ आदि वा आयो नि त। यो वा भनेको यो हामीले लेख्दा चाहिँ यो हा नै पढेका हामीले हिरागानामा हैन। तर लेख्दा चाहिँ हामीले यो वा पढ्छौँ। वा वातासी वा गाक्कुसेई देश। म चाहिँ विद्यार्थी हो, स्टुडेन्ट हो। म चाहिँ स्टुडेन्ट हो। जस्तो कि अर्को वातासी वा गिन्कोइन देश। वातासी वा यहाँनिर पनि वा आयो। वा जहाँ जहाँनिर वा आउँछ त्यसको अर्थ हुन्छ चाहिँ। म चाहिँ, त्यो चाहिँ, हामी चाहिँ, यस्तो चाहिँ। जहाँ जहाँनिर चाहिँ आउँछ यसको चाहिँ नै हुने हुन्छ। वातासी वा गिन्कोइन देश। म चाहिँ बैंक कर्मचारी हो हैन। बैंक कर्मचारी हो यसको अर्थ हुन्छ बैंक कर्मचारी हो। जस्तै कि अर्को हेरौँ, वातासी वा राबी देश। म चाहिँ रवि हो। वातासी वा राबी देश। म चाहिँ रवि हो। जस्तो कि अब तपाईहरु भन्न सक्नुहुन्छ वातासी वा श्याम देश, वातासी वा रामु देश, वातासी वा कल्पना देश, वातासी वा मीरा देश। यस्तो भन्न सक्नुहुन्छ। यो चाहिँ यो वा को अर्थ हुन्छ चाहिँ। यो चाहिँ बुझ्नु होला। वा भनेको चाहिँ। हामी यसलाई हिरागानामा चाहिँ हा पढेका थियौं, तर हामी यो पार्टिकलमा युज गर्दा चाहिँ हामी यसलाई वा पढ्छौं। अब अर्को पार्टिकल आएको छ नो। यो नो पार्टिकलको अर्थ हुन्छ, नो को अर्थ हुन्छ को र मेरो। र को भने हामी यसलाई सधैँ कोमा नै युज हुन्छ हैन। तर हामी जस्तो मेरो भन्नु पर्यो भने मात्र हामी यसलाई मेरोमा युज हुन्छ। जस्तो कि मेरो कपी हो, मेरो किताब हो, मेरो पेन हो, मेरो पेन्सिल हो। यस्तो भन्दा चाहिँ मतलब मेरो नाम यो हो भन्दा चाहिँ मेरो आउँछ। नत्र अदरवाइज चाहिँ यो को नै हुन्छ है, को। जस्तो हामी यो इक्जाम्पलमा हेरेर थाहा हुन्छ। जस्तो रे मेरो भन्दा। जस्तो कि मेरो भन्दा वातासी नो, यो यसलाई मेरो। हामी जस्तो मेरो भन्ने बेला चाहिँ हामी यसलाई वातासी नो भन्छौं है। जस्तो कि वातासी नो नामाए वा राबी देश। वातासी नो नामाए वा राबी देश। मेरो नाम चाहिँ, यो वा पार्टिकल आयो नि माथि हामीले वा भन्ने पार्टिकल पढाएको थियौं नि। यो मेरो, यो नो पार्टिकल भनेको को भन्नाले पनि को हुन्छ। तर हामी चाहिँ यहाँ वातासी नो आयो नि त। मेरो, अब मेरो नाम भन्नु पर्यो त, अब त्यसैले मेरो भन्नु पर्यो। वातासी नो नामाए वा राबी देश। मेरो नाम चाहिँ रवि हो। मेरो नाम चाहिँ रवि हो, यसरी भन्न सकिन्छ। त्यस्तै गर्न कोरे वा निहोन्गो नो होन्देश। कोरे वा यो चाहिँ। कोरे भनेको यो हुन्छ। अनि वा पार्टिकल आइहाल्यो। वा भनेको चाहिँ हुन्छ। कोरे वा निहोन्गो। निहोन भनेको जापानिज, गो भनेको भाषा। जापानिज भाषा यहाँ आयो त नो भनेको चाहिँ को। यो चाहिँ जापानिज भाषाको
होन भनेको किताब, यो चाहिँ जापानिज भाषाको किताब हो। देश भनेको चाहिँ हो हुन्छ है। देशका लागि हुने चाहिँ देशका लागि हुने क्वेसन हुन्छ, देश मात्र आयो भने चाहिँ हो हुन्छ। यो चाहिँ जापानिज भाषाको किताब हो। त्यस्तै गर्न अब अर्को जस्तो वातासी वा रामुसान नो तोमोदाची देश, म चाहिँ रामुसान नो, म चाहिँ रामुजीको, यहाँनिर आयो त को, तोमोदाची देश साथी, तोमोदाची भनेको साथी है, साथी, तोमोदाची देश, म चाहिँ रामजीको साथी हो। यो पेन्सिल चाहिँ मेरो हो, कोनो एनपिचु वा वातासी नो देश, यो पेन्सिल चाहिँ मेरो हो। मेरो भन्दाखेरि पनि नो आउँछ र को भन्दाखेरि पनि नो पार्टिकलको प्रयोग हुन्छ, युज हुन्छ है। अब त्यसै गरी अर्को पार्टिकल रहेको छ हाम्रो मो पार्टिकल हैन। यो मो पार्टिकलको अर्थ हुन्छ पनि है, पनि। पनि भन्नाले जस्तो कि म पनि भात खान्छु, म पनि जान्छु, अनि म पनि त्यहाँ गएको थिएँ, यस्तो यस्तो भन्दाखेरि चाहिँ पनि हामी युज गर्छौँ। यो त्यस्तो यस्तो ठाउँमा चाहिँ हामी मो युज गर्छौँ है। हामी मो युज गर्दा हुन्छ, उच्चारण हुन्छ। जस्तो कि रे हामी अब इक्जाम्पल हेरेर थाहा हुन्छ। वातासी वा गाकुसेई देश, म चाहिँ विद्यार्थी हो, स्टुडेन्ट हो। रविसान मो, रविजी पनि, यहाँ आयो नि त मो, रविजी पनि गाकुसेई देश, रविजी पनि विद्यार्थी हो, स्टुडेन्ट हो। आयो नि मोको यहाँनिर युज भयो नि मो। म चाहिँ स्टुडेन्ट हो, रविजी पनि स्टुडेन्ट हो। तर यो हो भनेको चाहिँ यो क्वेसनल हो होइन है, फेरि हो जस्ट नर्मल हो मात्र हो। फेरि यो क्वेसन गर्दाखेरि त हो आउँछ नि त, हो भनेको चाहिँ अब विद्यार्थी हो, त्यो क्वेसन त छुट्टै हुन्छ, यो छुट्टै हो फेरि। त्यसै गरी अर्को छ वातासी मो खाइस्याइन देश, वातासी मो, म पनि, वातासी भनेको म, मो भनेको पनि, म पनि खाइस्याइन, खाइस्याइन भनेको कम्पनी कर्मचारी, कम्पनी कर्मचारी, म पनि कम्पनी कर्मचारी हो, म पनि कम्पनी कर्मचारी हो। वातासी मो खाइस्याइन देश, तपाईँ भन्नु सक्नुहुन्छ वातासी मो गिन्कोइन देश, वातासी मो, अनि वातासी मो गाकुसेई देश, म पनि विद्यार्थी हो, यस्तो यस्तो भन्न सक्नुहुन्छ है। जस्तो मैले अघि भनेको थिएँ नि यो का, यो पार्टिकल चाहिँ होइन होइन, यसको यो चाहिँ क्वेसन बनाउँदा चाहिँ यसको युज हुन्छ, क्वेसन गर्दाखेरि, जस्तो प्रश्न बनाउँदाखेरि। जस्तो रे, जस्तो कि हामी कसैलाई नाम सोध्नु पर्यो, तपाईँको नाम के हो भन्दाखेरि सोध्नु पर्यो। जस्तो कि अनातानो नामाए वा नाम देशका, अनातानो तपाईँको, यहाँनिर पनि नो पार्टिकल आयो, को आयो नि, अघि हामीले पढाएको थियौँ नि, नो को अर्थ हुन्छ को हुन्छ। अनातानो नामाए वा नाम देशका, तपाईँको नाम चाहिँ के हो, यसरी क्वेसन बनाउन सक्छ। हामी आन्सर दिँदा चाहिँ यसको आन्सर दिने तरिका चाहिँ दुईवटा छ है। फेरि एउटा चाहिँ वातासी नो नामाए वा रवि देश, मेरो नाम चाहिँ रवि हो, यो लामो बनाएर पनि भन्न सकिन्छ होइन। अनि छोटकरीमा पनि भन्न सकिन्छ रवि देश, रवि हो, मेरो नाम चाहिँ रवि हो, अनि छोटकरीमा रवि हो, यति पनि भन्न सकिन्छ। अनि लेसन 1 को मेन पार्टिकल भनेको चाहिँ यही तीनवटा नै हो, वा पार्टिकल, नो पार्टिकल र मो पार्टिकल। र तपाईँहरूले मिनिङहरू थाहा हुनुपर्छ। तपाईँहरूले मिनिङहरू थाहा भयो भनेपछि तपाईँहरू जति पनि सेन्टेन्स बनाउन सक्नुहुन्छ यो वा पार्टिकल लगाएर, नो पार्टिकल, मो पार्टिकल लगाएर। यो चाहिँ क्वेसन हो, यो चाहिँ क्वेसन भनेको हो, यो क्वेसन गर्दा चाहिँ मात्र युज हुने हो यो प्रश्न का। जब देश भनेको चाहिँ देशको पछाडि हामी यो का थप्यौँ भने त्यसको अर्थ हुन्छ क्वेसन, क्वेसन, क्वेसन गर्दा चाहिँ हामी का युज गर्छौँ है। जस्तो नेपालीमा अब तिम्रो नाम के हो भन्छ पनि हो, त्यस्तै भने क्वेसन है यो चाहिँ। आजको लागि यति नै छ। अब अर्को भिडियोमा म लेसन 2 को पार्टिकलहरू लिएर आउने छु। यदि तपाईँहरूलाई मनपर्छ, राम्रो लाग्छ भनेखेरि लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। यो मेरो पहिलो भिडियो हो, त्यति राम्रो बनेको छैन, त्यही पनि माया गरिदिनु होला, माया गरिदिनुहुन्छ भन्ने आशा छ। लाइक गरिदिनु होला, धन्यवाद, बाई, भेटौँला अर्को भिडियोमा।